हेलो साथीहरू, गुड मर्निङ। आज पनि म हजुरको साथमा न्यू मिनी ब्लग लिएर आइसकेको छु। आजको ब्लग स्टार्ट गर्नुको कारण चाहिँ आज चाहिँ हाम्रो घरमा भान्जीको पास्ने छ। सो साथीहरू, हामी चाहिँ भट्टाभट कामतर्फ लागिहाल्यौँ। अनि यता चाहिँ सबैजना मिलेर काम गर्दै थियौँ। म पनि पिठो मुस्नतर्फ लागेँ। त्यति मजाले पिठो मुस्न नआए नि सिक्नुपर्छ भनेर जानी नजानी यत्तिको पिठो मुसेँ। अनि यता दिमा नाना काकीहरूले पनि तरकारीहरू काटिदिँदै हुन्थ्यो। त्यसपछि भने मैले भान्जीको लागि खाना पनि बसाइसकेँ। अनि आज चाहिँ हाम्रो भान्जीको भात खौरी, अनि यो चाहिँ अचारमा हाल्नलाई मैले तिल पनि भट्टाभट भुटिसकेँ। अनि भान्जीको खाना पनि यता त्यत्तिकैमा पाक्यो। अनि मामाले पनि कुखुराहरू बनाइदिँदै हुनुहुन्थ्यो। अनि यता बहिनीले पनि मसला पिनेर हेल्प गर्दै हुन्थ्यो। त्यसपछि भने मैले भट्टाभट यो फिङ्गरलाई पनि तार्नतर्फ लागिहालेँ, किनभने अब फिङ्गरको पनि आइटम थियो। अनि पुरी पनि बनाउनु पर्ने थियो है। अनि हतार थियो, तर फिङ्गर चाहिँ हेर्नुहोस् न त्यति मजाले फुलिएकै थिएन। अनि कस्तो रिस उठिरहेको थियो क्या। अनि यता नाना र काकीले पनि पुरी भट्टाभट बेलिदिनु हुँदै थियो। अनि मैले चाहिँ पुरी तारेको। वाह साथीहरू, हेर्नुहोस् न कस्तो राम्ररी फुलिएको कि। अनि म पनि खुसी भएँ त्यो कुरामा चाहिँ, किनभने पुरी एकदमै राम्रो भएको थियो। अनि यता चाहिँ हाम्रो भान्जीको पास्नेको डेकोरेसन पनि भइसक्यो। अनि यता चाहिँ हाम्रो भान्जीलाई भात खौरी सुरु भइसक्यो। फर्स्टमा चाहिँ उसको जन्मदिने मम्मीले यानि कि बहिनीले खाना खुवाउँदै हुनुहुन्छ। अनि हाम्रो भान्जीले त हेर्नु न फर्स्ट दिनमै कस्तो मजाले खाना खानुभएको के। अब हामीले त अब खानु जान्नुहुन्न होला, मजाले खानुहुन्न होला भन्दै थियौँ, भरे त कति मजाले मिठाई खाइरहनु भएको थियो के। अनि उसको बाबा चाहिँ बाहिर हुनुहुन्छ विदेशमा, भाइ चाहिँ, त्यही भएर भाइलाई चाहिँ हामीले भिडियो कलबाट देखाइरहेको थियौँ। त्यसपछि हामी सबैजनाले पालैपिलो खानाहरू पनि खुवाइरहेको थियौँ। टिका लाउने खाना खाने कार्यक्रम भएपछि चाहिँ उसलाई पनि धेरै झ्याउ लागेछ, रुन थालिरहेको थिइन्। अनि यता चाहिँ मैले अचारको लागि मजाले टमाटर फत्काएर आलु उसिनेर मैले चाहिँ यता गोर्खाली अचार पनि रेडी गरिसकेँ। अनि यता मासु पनि पाकिसकेको छ। अनि हाम्रो भान्जी धेरै रुइन भनेर एकछिन भित्र कोठामा लगेर खेलाएको, कति मजाले बस्नुभयो क्या। त्यसपछि भने अब मेरो पनि पालो आयो, भात खौरी खुवाउनु पऱ्यो भनेर भात खुवाएको त है। उनी त रिसाएर कस्तो रुनुभयो कि। अनि धेरैजनाले खुवाउँदा होला इरिटेट पनि भएर होला बच्चालाई। त्यसपछि यता हाम्रो ठुली भान्जीलाई पनि टिका लगाइदिएँ, किनभने अब एकजनालाई लगाइदिनु हुँदैन। अनि मैले चाहिँ गिफ्ट पनि भान्जीलाई दिइसकेँ। आजको हाम्रो भान्जीको भात खौरी चाहिँ यस्तै भयो साथीहरू। अब टिका लाउने कार्यक्रम सकेपछि खाना त खानु पऱ्यो है सबैजनालाई। अनि मैले चाहिँ खाना पुरी दुइटै खानालाई मैले चाहिँ यति रेडी गरेको थिएँ। आज चाहिँ हाम्रो भान्जीको शुभ अन्नप्रस्थान यस्तै भयो साथीहरू। र यतिन्जेलसम्म मेरो भिडियो हेरेर साथ दिनुभएकोमा थ्याङ्क यू सो मच साथीहरू। बाई बाई।